Hello, good morning. आज चाहिँ हामी गाउँ जान लाग्यौं। बिहान बिहान खाँदैछ दीक्षा। हेलो गर्दैन। चोकोज बुबु। बिहान बिहान खान्छु वा। अहिले खासै भिडियो नबनाउने, अहिले पछि बनाउनुपर्छ। This is my outfit today. अब हामी निस्किन लाग्यो। कप्पोका चाहिँ यति भयो यहाँ नटेर। खै दीक्षा नि त हेर्दै भनेसी आफ्नै गाउँमा नि चिनेन। यता हेर्न नहेर्ने ल ल अब हामी गयो ढिलो भइसक्यो। फोन गरेछ खै त्यसको ब्याग हिजोको बटरफ्लाई ब्याग नलाने आइसक्यो मलाई यहाँ। अब मर्छ भरेसम्म त यस्तो फोन गरी गाडी चढ्दै चापा मध्यबाट उता जान्छ के आइसकेर उ जान्छ हिँडेको अब बाई बाई। अहिले खाइला बोक्ला एक हप्ता ए हामी गाउँतिर चल्यो। ठ्याक्क अनलाइन गर्नु भयो रहेछ। गाडी निकाल्दै थिए टहा भएपछि त हाम्रो गाडी चाहिँ हो बाहिरबाट देखाउनु पर्ने। म भित्र पसिसकेँ। के भन्नु स्थिति एकदम गम्भीर अवस्था भइरहेछ यहाँ। म अहिले नै गाडी चलेपछि के हुने हो जान यहाँ। हेलो गाडी नमस्ते। म गाउँ जान लागेको भन। म गाउँ जान लागेको भन न। बेसरी भन न। गाउँ जान लागेको गाइज म भन। अहिले गाडी हिँडेपछि भिडियो गर्छु म। अहिले त सक्दिनँ। अहिले पछि पनि सक्दैन होला। सके बेलामा गर्छु नत्र गर्दिनँ होला। हामी चाहिँ अहिले यहाँ खाजा खान ओर्लेको। अब खाजा खान्छु अनि त्यसपछि निस्किन्छु। उल्टी गरेर मर्न लागिसक्यो म यहाँ। अहिले खाजा खान ओर्लेको। अनि यो के भन्ने ठाउँमा थियो, ठाउँको नाम के थियो यसको? यहाँ सुनिहाल्छ नि, मैले मिलाइहाल्छ नि त। यत्रो ठुलो स्वरमा के बोल्नु त होइन। हाम्रो खाजा चाहिँ चाउमिन खानु नका सिराम कतिको काम गर्छ अब यसलाई। तपाईँले भनेको थियो के पिरो हाल्नुको लागि? पिरो रहेछ पिरो बनाउनु भने धुलो खुर्सानी यत्रो
म देखाएको छ दिप्सन म देखेको छ म देखाएको छ त्यहाँ मासु त दुई दुम्बला दुई चौका कति रुपियाँको नसकेको अवस्था खाएर हामी चाहिँ अब गाडी चढे खाजा खाएर हिँड्न लाग्यो के रहेछ उल्टी खोइ भनेर बस ए दाइ तपाईँ गाडी त भएन है लास्टै फोहोर भयो के हो हेर्न नि यो भित्र उल्टी उल्टी मैले गरे हैन यो भित्र के यो सिटको कभर भित्र अरे बाबा ए प्लास्टिक बिनमा लेखे लगाउन न हजुर प्लास्टिकमा गरेर त्यहाँ ल्याउला कि मस्त दुःख हुने भयो तपाईँलाई दसैँ लगाएर भ्याइ नभए भइरह दसैँ लागेर भ्याइ नभए भइरहेको होला हिजो नि राति अस्ति राति गाडी सफा गरे नि को धम्की ओइ पापी फाइनली हामी चाहिँ अहिले गाडीबाट उठिसक्यो अब उकालो चढ्नुपर्छ यसरी उकालो चढ्दैछौँ आयो मेरो चला भिडियो यतिमै इन गर्छु होला खासै राम्रो बनाउनु आएन ओके बाई बाई